बिस्तारामा पल्टिने बित्तिकै तुरुन्त निन्द्रा आउने 2 मिनेट ट्याब्लेट। हातको दुईटा औँलाले दुईटा कान बन्द गर्नुस् अनि दुईटा कान्छी औँला र साइली औँला चाहिँ आँखामा, दुईटा औँला निधारमा अनि गहिरो श्वास लिने। यो प्रक्रिया 2 मिनेटसम्म लगातार दोहोऱ्याइरहनु होला। त्यसपछि 2 मिनेट अनुलोम विलोम गर्ने। यसलाई पनि लगातार 2 मिनेटसम्म दोहोऱ्याइरहनु होला। त्यसपछि आनन्द पोजिसनमा बस्ने, आफ्नो शरीरबाट सबै दिनभरिको थकान बाहिर रिलिज भएको महसुस गर्ने, दिमागमा कुनै पनि कुरा नखेलाउने। जति हामी प्र्याक्टिस गर्दाखेरिमा सबै दिमाग जति हाम्रो श्वास प्रश्वासमै राख्ने, आरामसँग बस्ने, आफ्नो शरीरलाई शिथिल भएको महसुस गर्ने। एकछिनपछि आरामसँग बिस्तारामा सुत्ने। तपाईँ निदाएको तपाईँ थाहै पाउनुहुन्न। 2 मिनेटभित्र तपाईँ निदाइसक्नुहुन्छ।